हेलो गाइस, यतिखेर चाहिँ म आज यता गोदावरीतिर आइपुगेको छु। गोदावरी वनमा आएर चाहिँ मैले यहाँ काफलहरू टिप्दै खाँदै गरिरहेको छु। बोटहरूबाट खोज्दै ऐसेलिउ र काफल खाइरहेको छु। त्यस्तै हो, एकदम रमाइलो ठाउँ रहेछ त्यहाँतिर, एकदम पिसफुल इन्भाइरोमेन्ट छ। बाहिर ब्याकग्राउन्डमा चराहरू आवाज आइरहेछ होला सायद। काफल खाँदा खाँदा पुरै रातो भइसकेको छ, रातो कालो। यतिखेर म बोटानिकल गार्डनमा आइपुगेको छु। गोदावरीभित्रको म सबतिर घुमिसकेपछि लास्टमा चाहिँ यो बोटानिकल गार्डनमा आएको छु। अब म यहाँभित्र गएर तपाईँहरूलाई राम्रो राम्रो फुलहरू देखाउनेछु। यता चाहिँ यस्तो के हो रहेछ है, के रहेछ यो हेर्नु पर्यो। त्यहाँ समी भने के हो, फाउन्टेन रहेछ। यता चाहिँ सानो रहेछ त, राम्रो छ। उता फोटोग्राफर दाइले फोटो खिचिरहनु भएको छ। उता भाइहरूले फोटोसुट गरिरहेको छन्। यता बिहेको फोटो सुटिङहरू पनि गर्यो मान्छेहरूले। यहाँनिर फोटोसुट भइरहेछ। यता अर्को कपाल पनि रेडी छ पोजिसनमा, अनि अर्को यता पनि रेडी नै छ। तिनवटा कपालको आज फोटोसुट भइरहेको छ। त अचम्म रहेछ गाइजहरू, जहाँ हेऱ्यो फुल बाहेक केही छँदै छैन। जता हेऱ्यो फुलै फुल। तपाईँहरूले पनि देखिरहनु भयो होला, अगाडि पनि एउटा फुल छ, पछाडि पनि फुल छ, फुलै फुल। जता हेऱ्यो त्यतै फुल, फुल यता फुल 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 फुल, फुलै फुल। फाइनली सकियो मेरो सोलो यात्रा। आज एक्लै आएको थिएँ यहाँको, एक्लै आएपछि आज सकियो। वाउ, कस्तो राम्रो धारा रहेछ। यो चाहिँ यो गोदावरीको बस पार्क एरिया हो। चाहिँ गाडीहरू अगाडिबाट लाग्छ, नेपालको साझा यातायात लाग्छ। अनि यहाँ यता गयो भने चाहिँ हामी गोदावरी बोटानिकल गार्डन पुग्छ। भने यता माथितिर गयो भने चाहिँ 10 रुपियाँ टिकट लाग्ने रहेछ। कता जान्छ चाहिँ थाहा छैन मलाई। जस मार्बल डाँडा जाने बाटो चाहिँ यही हो, त्यति चाहिँ थाहा छ मलाई। आजको भिडियो यहीँ सकियो। ल, आजको सोलो राइड बाई बाई गाइस।